and namaste everyone. Welcome back to my YouTube channel and this is me Kamna Gurung from Pokhara. New day, new vlog. आज चाहिँ मैले बिहान स्टार्ट गर्दै छु किनकि आज म गाउँ जाने हो। म मात्र हैन, हामी सबैजना गाउँ जाने हो किनकि भाइको चाहिँ नि त्यो बिए त वैशाखमा भएको, तर अहिले चाहिँ नि त्यो के हुँदो रहेछ कि त्यो सम्धी भेट सम्धिनी भेट त्यस्तो के हुँदो रहेछ। त्यही भएर चाहिँ नि त्यस्तोमा चाहिँ नि जाने हो। त्यही भएर म अब छिटो रेडी हुन्छु। ढिलो हुन लागिसक्यो, 9 बजेतिर पुग्ने भनेको थियो तर अहिले 8 बज्न लागिसक्यो। त्यही भएर अब म रेडी हुन्छु छिटो। त्यही रेडी भइसके। मैले चाहिँ नि यो लगाएको छु। अब थोरै अनुहारमा सनस्क्रिमहरु लाउँछु अनि त्यसपछि म रेडी हुन्छु। मैले मेकअप त गर्दिन, त्यही पनि सनस्क्रिम त लाउनु पर्यो नि त। भइसके। अब चाहिँ जाने हो। भाइ रेडी हुँदैछ। कपालले छुनेको, त्यही भएर बानीको एकछिनलाई जान लाग्को। बाहिर मम्मीहरू भर्खर चाहिँ जाँदैछ अरे। त्यही हो, बाटोमा भ्लग बनाउँछु। हामी चाहिँ नि फुर्से खोला आइसक्यो। खुली छैन कि पहिला यो बाटो डेन्जर पानी पुग्थ्यो भाइ। वहाँ पुग्थ्यौँ हामी, वहाँ नदी त्यो पानी बोकेर यो उकालो यस्तरी बोकेर फुर्से खोलाको पुल आयौँ हामी। यहाँको खोला सुक्यो। पहिला हामी डेन्जर यहाँ पौडी खेल्थ्यौँ। मकै घाम लाउला जस्तो बढ्यो। डेम बनाएको छ है। पुल वाट पुल यति बाटो चाहिँ यस्तो छ कि नत्र सरर छ बाटो चाहिँ। यस्तो धुलोमा डेन्जर चिप्लिन्छ नि, लिर्किन्छ नि है। माइ गॉड, धुलो उडेर कि उडेन म त चस्मा लगेको। यति बाटो मात्र हो कि यस्तो रोकेको अनि आइसक्यो कुस्ती। डेन्जर देखेको है। डेन्जर देखिँदैन तर हिमालहरू है। तर हामी चाहिँ नि अब यो ठुक्छा के पुग्छा आउन लाग्यो। त्यसपछि अब धेरै टाढा छैन अनि पुग्छौँ अब 15-10 मिनट।
खत्तम के आमा ओ माय गॉड म यस्तो बेसरी समाति हो नि यस्तो सानो बाटो है तर त्यो उसहरुले नि ब्लगर मोटो ब्लगरहरुले पनि यस्तो डेन्जर चलाउँछ है ओइ 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 सबैजना देवी दिदी खोइ शर्मिला दिदी त भाग्यो भएछ भिडियो बनाएको यो हो घरको तयारी हुँदैछ चाहिँ नि के चाहिँ शर्मिला दिदी चाहिँ यहाँ पकाउँदै हुनुहुन्छ हाम्रो सेफ hello guys, how are you? I'm fine. Thank you. See you later. Bye bye. Jup गरेर त जुप जुप याउलाई हो बेबीलाई घमाउरा है यहाँ है है बेबी आजिरा डिश डिश खोइ आजिरा डिश के बाबा माथि अपमा के हो सम्झिने के खाएर रेडी आज मेन सम्झिनीलाई देखाउन पर्यो गएर मेन सम्झिनी नि रेडी हुँदै हुनुहुन्छ हिरोनी भएर ओहो दुलाई जस्तो देखेछ त ओहो यता हेर त गाठे भयो गाठे ओहो कति गोरो देख्यो कामना मेरो बाबा बाबा ओहो लगाएको नि होइन यसरी आँधेर आउँछ त हेर्दै नि अँध्यारोमा देखियो नरे निचारेको यसरी ततिर हेर्दै उस गरेको के रे ओए मैले नि भएर सेतै भएन टल्किएर के दुलाको ठुली आमा माइली आमा अनि दुलाको आमा छोरी पनि दिने भनेर एउटा ए यतातिर ठुली आमा दिदी बहिनीहरू यता दुला पर्यो यो दुला यो चाहिँ केशर दाइ यता चाहिँ सम्धी पार्टी गफ छलफल गर्दैछ यता भान्सीहरू फेरि यता कुकहरू एकदम मेन कुक छ कोही होइन माइला हैन र खाना पारेकोले माइला हैन सेकेन्डमा उहाँजी दुलाको कान्छी अमाजु दुलाईको कान्छी अमाजु यहाँ दुलाको भाइ पर्यो ऊ चाहिँ प्योर यहाँ भान्जा पार्टी 3 जना दुलाको बाबा पार्टी बाजे फुपू ठुली फुपू यता बुढो बाजे भिडियो बनाइदिएको बजै दुलाको ठुलो फुपू ठुली आमा ठुलो आमा फुपू सोल्टी यताको के पर्यो कान्छी आमा बाजे यता ठुलो बा दुलाको सोल्टिनी कता गयो यता यता हेर ठुली सोल्टिनी यही हो
माइली सोल्टी नि कान्छी सोल्टी नि उता दुलाको सम्धी पार्टीहरूको बाटो हेर्दा आज सम्धीहरू पार्टीलाई भित्राउने कार्यक्रम सम्धी पार्टीलाई भित्राउने कार्यक्रम हजुर त्यहाँ हो त्यहाँ राखे नि हुन्छ ल पुगेन त्यहाँ भित्र छ म लिएर आऊ त खाता पानी अनि खाजा पनि बुढी आमालाई मलाई त अब चिन्नु भन्थ्यो हजुर थोरै खान्छ नि पहिल्यै सेवादी दाइलाई नि फर्स्ट त दाइ गएको त हो नि खाने कुरा खै नमस्ते रेडी भइसके नजिकबाट हेर्दा कस्तो देखिँदो रहेछ